र हजुरहरूलाई धेरै धेरै धन्यवाद आभार व्यक्त गर्न चाहन्छु गोर्खाहाट समूहको पक्षबाट। धानको बिरुवा पनि रोपिदिनु हुन म आग्रह गर्दछु। यी प्रजोजन सँगसँगै आज धान रोपन उत्सव हामीले मनाइरहेका छौँ र यहाँ व्यक्तित्वगणलाई हाम्रो जारी धान रोपन कार्य हुन गइरहेको छ र धुप प्रज्वलन आदरणीय व्यक्तित्वगणबाट धुप दीप प्रज्वलन भइरहेको छ। जुन माटोमा हामीले आज धान रोपनबाट गरिरहेका छौँ र आदरणीय महानुभावहरू सबैलाई धान रोपिदिनु हुन म अनुरोध गर्दछु। हाम्रो धान रोपन कार्यक्रम भइरहेको छ। हामीले भावी पिँढीलाई देखाउन हेतु उहाँलाई यहाँ देखाइरहेका छौँ कुन प्रकारले धान रोपिन्छ। धानको बिरुवा रोप्न अगाडि पानी छाप्ने हाम्रो खेतमा भइरहनुपर्छ र वर्षा ऋतुमा जब प्रचुर मात्रामा त्यसमा पानी जमिन्छ त्यस समय धान रोपिने काम गरिन्छ र हाम्रा महानुभावहरूबाट 15 अर्थात् धान रोपन उत्सव मनाउनको निम्ति हामी यहाँ जमघट भएका छौँ र आजको यस पारम्परिक पर्वमा जति पनि सहभागिता जनाउन आउनुभएको छ उहाँहरू सबैलाई हाम्रो गोर्खाहाट समूहको तर्फबाट न्यानो अभिवादन साथै हार्दिक स्वागत जनाउँदछौँ र हजुरलाई याद छ असारको 15 यानि कि धान रोपन उत्सव जसलाई चाहिँ हामीले हर वर्ष नै परम्परागत मनाउने गर्छौँ। यस पर्वलाई हामीले विस्मृतिको गर्भमा डुबिन नदिनुको निम्ति हामी गोर्खाहाट समूहले यसलाई यथावत राख्न
लगाउनु नभएको कारणले गर्दा उहाँले जे जस्तो छ चिउरा दही अनि विभिन्न फलफुलहरू खाएर त्यो दिन हामीले टार्ने गर्छौँ। अनि यसलाई पर्वको रूपमा किन मानिन्छ भन्दा एकदमै परिश्रमलाई कदर गर्दै हाँस खेल र हिरो छापाछाप गर्दै एउटा मानिसमा उत्साह जगाउनुको निम्ति खुबै उत्साहपूर्वक आफ्नो बल तागत लगाएर यस परिश्रम झल्काओस् भन्ने हेतुले यस पर्वमा ती रमाइला कुरोहरू पनि गर्ने हाम्रो व्यवस्था छ। उहाँहरूलाई हाम्रो गोरी समूह सदस्यहरूलाई यहाँ माथिपट्टि लहरैसँग बसिदिने हाम्रा भाइहरू पनि यहाँ हुनुहुन्थ्यो, दाजुहरू पनि हुनुहुन्थ्यो, हाम्रा बाबुहरू त मैले देखिनँ हाम्रो दाजुहरू हुनुहुन्थ्यो, भाइहरू हुनुहुन्थ्यो, दया गरेर मलाई आज जुन प्रकारले एउटा असार पर्ने गोर्खा समूह त्यो विषयमा तपाईँको सोच्नुहुन्छ यो गोर्खा समूह जुन प्रकारले मनाइन्छ यो विषयमा के